उदयपुर पारी वारी खोटाङ हेर्नुहोस् है हजुर सुनकोशी नदी कोशी ओहो धुलो देखाउने भयो त यो गाडीले यार त्यो डाँडा त्यो जुरो भएको डाँडा भन्दै अर्को डाँडा काटेर जानुपर्ने डाँडा भन्दा त केही देख्दैन त यो रोड डिक्टेल जाने रोड हो यो ए उयो तल्लो चाहिँ कति बेर लाग्छ जीवन दिँदैन होला त्यही ढुङ्गा त्यो ढुङ्गा खन्यो भने त फेरि खेत गइहाल्छ नि बाई रोडको बाटोमा धुलो उडाउँदै अस्ति हामी बसेको होटेल ठुलो घर झोलङ्गे पुलबाट तर्नुपर्ने बाइक तल पुल भत्किएको छ हजुर बनाउँदैछ मर्मतमा सुचारू भइरहेछ यो पारिपट्टिको उदयपुर बजार रसुवा घाटको यो वारी खोटाङ डाँडा हेरौँ नि कति डाँडा हो यो कतिवटा स्टेप छ त हामी जानु कतिवटा कोसी मिसिया हो यहाँ अब खुर्कुर आइबाट कति कोसी मिल्यो तीनटा त्यहाँदेखि आएपछि रामे छाप्ने एउटा बिचमा चारवटा तल के तल योमा कहाँनिर भन्दाखेरि तल नि त्यो उतै माथि के उताबाट आउँछ नि लिखु हो लिखु खोला चाहिँ कत्रो रहेछ त यति टाढोबाट हेर्दा त यत्रो छ तल तलको अब फेरि बाँकी होला नि मिसिनलाई अझै साह्रै ठुलो त होइन यता हेर्दा बसेको छ नि तल त त्यो त क्यान्डल टाइपको हालेको कारण यो बसेको देखेर नपतेको टेक्निकलहरूले तर उडाइदियो क्या जग्गा यता हेरिदिनुहोस् न झुलो सुलो खाएछ झुलो खाएका हुन् खोटाङ आएका हुन् यो भन्दा उता के पर्छ यो डाँडा भन्दा उता हजुर राउत यो भने उतातिर उ नि तपाईँको के भन्छ अब गाई घाल यता परेपछि त्यो कटारी उयोतिर कटारीबाट पनि त्यो घुर्मीसँग जाने त रहेछ नि घुर्मीबाट फेरि अस्ति यी खोटाङै आउनु मिल्छ हजुर यी खोटाङै आउनु मिल्छ नि खोटाङ
त्यही हो तिमीलाई आयो भने त्यो राणाबाट आउँदै 1 घन्टा लाग्छ ल हस् 4 किलोमिटर